ओम नमः सिद्धाय। सर्वोच्च हिमालय सिद्ध सम्पथ विजय यात्राकै क्रममा हामी बीचमा नेपालको पवित्र भूमि पाशुपत क्षेत्र स्वयम्भू नगरमा हामी छौँ। स्वयम्भूनाथ भगवान पशुपतिनाथको यो पावन क्षेत्रमा हामी यहाँ छौँ। अहिले दक्षिणकाली वार्ड नम्बर 4 बाँसबारीमा हामी छौँ भने हामी आज विशेष अग्नि यात्रा भन्ने एउटा जनचेतना अनि एउटा मानव जागरणको कार्यक्रम थियो, जसले मानसपटलमा नै स्वाधीनता, विवेकशीलता र स्वावलम्बिताको विचारधारालाई प्रक्षेपण गर्ने कामको लागि यो कार्यक्रम थियो। यो कार्यक्रम हामीले नपु वडा नम्बर 9 दक्षिणकालीबाट दक्षिणकाली वार्ड नम्बर 4 बाँसबारीमा सम्म हामीले यो यात्रालाई पूर्ण गरेका छौँ। यो यात्रा विशेषतः सनातन धर्मको प्रतिष्ठापनाको लागि हो भने यो यात्रा मानव जगत र मानवको मानसपटलमा नै सनातन धर्म प्रतिष्ठापना हो। यो आश्रम यही वर्ष बनेको हो कि 9 वर्षदेखि योगी अभयानन्द चाहिँ नपुमा तपस्यारत हुनुहुन्थ्यो भने उहाँलाई यो गौरवमय भूमि यहाँ नागेश्वर महादेव, हामी ठिक हाम्रो माथि नागेश्वर महादेवको मन्दिर छ, यो महादेवको गोदमा उहाँलाई सम्मानको साथमा अभिनन्दन गरिएको छ र उहाँलाई यो भूमि, यो तपस्थली उहाँको आत्मसम्मानको लागि अभिमानसहित यहाँको सरकारी निकाय, सामाजिक निकाय र यहाँको समाजले उहाँलाई चाहिँ यहाँ प्रतिष्ठापन गरेको छ र यो ठाउँ उहाँलाई संरक्षणको लागि, यसको प्रवर्धनको लागि प्रदान गरिएको छ। केवल ठाउँको संरक्षण मात्र नभएर सनातन धर्मको संरक्षण, सनातन धर्मको प्रवर्धन, सनातन धर्मको सम्प्रेषण र सनातन धर्मको प्रतिष्ठापनको जिम्मेवारी उहाँलाई दिएको छ। यो समाजले उहाँलाई अनन्य आस्था, विश्वास र प्रेम गरेर यो भूमि, यो ठाउँ र यो दायित्व प्रदान गरेको छ। योगी अभयानन्द अघोरीजीलाई यो एउटा राष्ट्रको गौरवमय अभिनन्दन हो। यो अभिनन्दन राष्ट्रले साँच्चै नै यो परिवेशमा, यो परिस्थितिमा गरेको छ। यो उहाँले सम्हाल्नुपर्छ, यो उहाँले स्वीकार्नुपर्छ र यसको गौरवलाई चाहिँ उहाँले चाहिँ अङ्गीकार पनि गर्नुपर्छ। किनकि उपलब्धि मात्रै महत्त्वपूर्ण कुरा होइन, उपलब्धिलाई व्यवस्थापन गरेर, उपलब्धिलाई चाहिँ संरक्षण गरेर लैजान सक्नु महत्त्वपूर्ण जिम्मेवारी हो। यो चाहिँ उहाँले अङ्गीकार गर्नुहुन्छ होला र उहाँले यो सायद आफ्नो सामर्थ्यता पुरै लगाएर यसको संरक्षण गर्नुहुनेछ भन्ने हाम्रो आशा छ। योगी अभयानन्दलाई यो समाजले, वार्ड नम्बर 4 ले स्वागत गरेको छ। वार्ड नम्बर 9 र वार्ड नम्बर 4 ले उहाँलाई राष्ट्रकै तर्फबाट, सरकारकै तर्फबाट पनि उहाँलाई चाहिँ अभिनन्दित गरिएको छ र यो गौरवमय भूमि उपलब्ध गराइएको छ। विशेष गरेर आज चाहिँ उहाँले तप गरेको तप अग्निलाई चाहिँ यहाँ पञ्चाग्नि तप गरेर बसिरहनु भएको थियो, त्यो पञ्चाग्निलाई चाहिँ यहाँ ल्याइएको छ र यहाँ पुनः प्रतिष्ठापित गरिएको छ। उहाँको पञ्चाग्नि, पञ्चयज्ञ, पञ्चधुनी, यहाँ चाहिँ 5 कैलाश, 5 धुनी र 5 अग्नि स्वरूप चाहिँ यहाँ प्रतिष्ठापित हुँदैछ र उहाँलाई अग्रिम शुभकामना छ। साधनामा उहाँ चाहिँ अझै सफल हुनुहुनेछ। सँगसँगै साधना सँगसँगै व्यावहारिकतामा र जिम्मेवारीतामा पनि उहाँ चाहिँ अत्यन्त सबल, सक्षम हुनेछ भन्ने अभिलाषा सँगसँगै उहाँसँग त्यो कामना पनि छ कि उहाँले आफ्नो दायित्व, जिम्मेवारी पनि साँच्चै नै हृदयदेखि नै वहन गर्नुहुनेछ भन्ने हामीलाई आशा छ र यो नागेश्वर परिषदले उहाँलाई अत्यन्त गौरवमय साथमा स्वागत गरेको छ। यो चाहिँ विशेष गरेर यात्राको पृष्ठभूमि यति नै हो। जागरण मानव समाज र मानवको चेतनामा जागरण ल्याउने कुरा हो। यो यात्राले दिन खोजेको सन्देश भनेको मानव एकता र मानवमा स्वाधीनता, स्वावलम्बिता र विवेकशीलताको जागरण हो। त्यो जागरण बिना राष्ट्र कुनै पनि हालतमा, कुनै पनि सम्पन्नतामा प्रतिष्ठापन हुन सक्दैन। यदि प्रतिष्ठापित छ भने पनि त्यो विध्वंस हुन सक्छ, तर त्यसलाई संरक्षण गरेर लैजान, त्यसलाई प्रतिष्ठापित र प्रतिष्ठित बनाइराख्नको लागि हाम्रो प्रत्येक नवीन पुस्ताहरूको मगजमा चाहिँ स्वाधीनता, विवेकशीलता, धैर्यता, जिम्मेवारीता भन्ने चिजको प्रतिष्ठापन हुनुपर्छ। यो प्रतिष्ठापन हुनु नै मानव जागरण हो। चेतनाको जागरण, सक्षमताको जागरण, व्यावहारिकताको जागरण नै मानव जागरण हो। यो सचेतना र
चेतनाको विस्तारको एउटा जागरण हो। अग्नि तपाईँभित्र छ, मभित्र छ, अग्नि छ र त म बोलिरहेको छु। अग्नि बोल्दछ, अग्नि नाच्दछ, अग्नि हिँड्दछ, अग्नि कुद्दछ, अग्नि उफ्रिन्छ, अग्नि उड्दछ हैन। आकाशमा त्यही अग्नि पन्छीको रूपमा उड्दछ, त्यही अग्नि गाईबस्तुको रूपमा हिँड्दछ, मान्छेको रूपमा हिँड्दछ, त्यही अग्नि पशु पक्षीहरूले आवश्यकता अनुकूल आफ्नो आवाज निकाल्दछन्। अग्नि सर्वव्यापक छ। तसर्थ वैश्वनर अग्निमिले पुरोहिताश्च यज्ञस्य यज्ञ हो ताराम रत्नदाता विधातैर भनेर सम्पूर्ण ग्राम र सम्पूर्ण मानव जागत मात्र नभएर सम्पूर्ण प्राणीभित्र व्याप्त त्यो अग्नि र सर्वत्रको संरक्षक पनि त्यही अग्नि हो। तसर्थ यो अग्नि यात्रा वास्तवमै राष्ट्रको गौरवको यात्रा हो। यस्तो गौरवमय कामहरू निरन्तर हुनुपर्छ, यस्तो जागरण निरन्तर हुनुपर्छ। नेति नेति जायते तत्त्वबोधः, अहिले बुझेको कुरा भोलि बिर्सिन सकिन्छ, तर त्यसलाई चाहिँ निरन्तर बुझ्ने, निरन्तर पुनरावृत्ति गर्ने, छलफल गर्ने परम्परा चल्यो भने यो चाहिँ पुनः प्रतिष्ठित भइरहन्छ। यसरी नै सनातन धर्मको प्रतिष्ठापन हुन्छ। सनातन धर्म सर्वव्यापक हुन्छ, प्रत्येकको हृदयमा प्रतिष्ठापित हुन्छ र सनातन धर्म एकदमै तपाईँको प्रत्येक मानवको हृदयमा व्यावहारिकताको रूपमा प्रतिष्ठित हुन्छ र क्रियाशील हुन्छ।